नमस्ते धरान सत्र होइन हाम्रो सत्र बाहिरबाट हेर्दाखेरि कस्तो चकाचौध छ नि त होइन हाम्रो धरान सत्र बाहिरबाट हेर्दाखेरि टक्क लाइटहरू टक्कसँगले बाहिरबाट हेर्दा एकदम ब्युटिफुल छ नि त हाम्रो धरान सत्र कस्तो ब्युटिफुल छ होइन हजुरहरूले अरूको मुखबाट पनि सुन्नुभएको होला नि त ओहो धरान एकदम ब्युटिफुल छ भनेर तर हाम्रो सत्रको के हालत छ भने अब धरानको छोडिदिउँ अब हामी अहिले सत्रमा बस्यौँ ल म सत्र कुरा गर्न है धरान सत्र होइन बाहिरबाट हेर्दा जति नै चकाचौध जति नै होइन राम्रो ब्युटिफुल भए पनि होइन धरान सत्रमा गल्ली गल्लीमा रोड आए पनि क्या तपाईँको घर अगाडि पिच आयो अरे क्या रोड छ तर धरानमा होइन हाम्रो धरान सत्रमा यस्तो ठाउँहरू पनि छ यस्तो मान्छेहरू पनि बस्नुहुन्छ जहाँ चाहिँ अगाडि रोड भए पनि दुई छाक खाना पनि सोच्नुपर्छ क्या दुई छाक खाना पनि सकिरहेको छैन क्या हाम्रो धरान सत्रको मान्छेले दुई छाक खाना पनि सकिरहेको छैन क्या अनि विकास के हो त विकास भनेको तपाईँको घर अगाडि के अरे रोडहरू आउनु खोला लानाहरू बन्नु रोडहरू आउनु त्यो विकास हो त्यो विकास हो त तपाईँहरू आफै भन्नु त त्यो विकास होइन नि त हाम्रो धरान सत्रमा चाहिँ यस्तो ठाउँहरू पनि छ जहाँ चाहिँ दुई छाक खाना सोच्नुपर्छ होइन अनि हामीले चाहिँ आज होइन यो मैले भिडियो चाहिँ अब मैले फर्स्ट टाइम बनाउँदैछु यसरी यो भिडियो होइन मलाई बोल्न केही बोल्दा गल्ती भए होइन माफी चाहन्छु होइन केही बोल्दा गल्ती बोल्न सक्छु काहीँ भुलचुक भए मलाई माफ गर्नु होला तर हाम्रो धरान सत्रको अवस्था चाहिँ होइन बाहिरबाट हेर्दा एकदमै राम्रो छ तर भित्री अवस्था एकदमै खोक्रिसकेको छ क्या हजुरहरू आफै भन्नु न तपाईँहरू पनि सत्रमा बस्नुहुन्छ होइन कहिले होइन दुई छाक खाना सोच्नुपर्छ क्या नुनको बट्टा सकिन्छ कहिले चामल हुँदैन कहिले के हुँदैन होइन त्यो विकास होइन वडामा जस्तै कोही मान्छे आयो वडाको मान्छेले सडक बनायो होइन सडक बनायो वडाको काम गर्यो तर त्यो विकास होइन क्या सडक बन्नु मात्र विकास होइन क्या सत्रवासीले रोजगार पाउनु 7,000को जब पाउनु भएको छ हजुरहरूले भन्नु त 7,000को जब पाउन पनि कति घोटिनुपर्छ होइन त्यत्रो पढ्नुभयो 12 कक्षा पास गर्नुभयो तर 7,000 9,000को जब खानको लागि पनि होइन यति घोटिनुपर्छ नि तर हामीले चाहिँ अब आजबाट चाहिँ होइन एउटा सत्रलाई अर्कै हिसाबले लाने निर्णय गरेको छौँ हामीले चाहिँ रुटिन अफ सेवा नामको यो तपाईँ सर्च गर्नु होला रुटिन अफ सेवा सर्च गर्नु होला यहाँनिर म लिङ्क पनि दिन्छु नाम चाहिँ रुटिन अफ सेवा सर्च गरेर फलो गर्नु होला हाम्रो फेसबुक पेज पनि छ टिकटक पनि छ हाम्रो युट्युब पनि छ होइन यो भिडियो त्यहीँनिर आउँछ फलो गर्नु होला र हामी चाहिँ सत्रको समस्या सुन्न लाग्यो कि हाम्रो धरान सत्रमा जतिजनाको पनि समस्या छ नि अहिले हाम्रो टिम सानो छ होइन बिस्तारै हामी धरानमा पनि धरानभरिको पनि हेर्छौँ बिस्तारै तर अहिले हाम्रो सानो टिम भएको कारणले चाहिँ हामीले सत्रलाई मात्रै टार्गेट गरेर सत्रमा बस्नु हुने जसले चाहिँ दुई छाक खाना पनि सोच्नुपर्छ जसको चाहिँ होइन र दिनभरि काम गरेर आउनुहुन्छ हजुरहरू दिनभरि काम गरेर आउनुहुन्छ तर बेलुका आउँदाखेरि छाना चुहिरहेको हुन्छ तप पानी चुहिरहेको हुन्छ यसो हेरो होइन चामल सक्यो आज ला ग्यास सक्यो त्यस्तो अवस्था छ नि त सत्रवासी कतिको निम्न वर्गहरू हुनुहुन्छ नि उहाँहरूको चाहिँ एकदमै गर्न नसक्ने अवस्था छ भने चाहिँ एक मेसेज गर्नु हाम्रो रुटिन अफ सेवा यहाँनिर मैले अहिले पनि भन्न चाहेँ रुटिन अफ सेवालाई एक मेसेज गर्नु हाम्रो टिम जान्छ कति विद्यार्थीहरू होइन कति मान्छेहरू पढ्न मन गरिरहेको हुन्छ तर उनीहरू पढ्न पाइरहेको हुँदैन क्या उनीहरूको आर्थिक समस्याले होस् या विविध समस्याले होस् या फ्यामिली समस्याले होस् पढ्न पाइरहेको हुँदैन क्या हाम्रो मोटिभ चाहिँ सबैले शिक्षा पाउनु पऱ्यो होइन सबैले स्वास्थ्य पाउनु पऱ्यो होइन सबैले आफ्नो विकास गर्नु पऱ्यो क्या सत्रको विकास रोडले होइन क्या मान्छेको सोच विकसित हुनु पऱ्यो क्या सत्रवासीलाई जहिले लाटो सम्झिने होइन मान्छे आउने होइन आफ्नो गर्ने साइड लाग्ने त्यो होइन नि त सत्रवासी जहिले तपाईँहरू लाटो भएर नबस्नु क्या हजुरहरूले 7,000 9,000को जब पनि आफ्नो छोराछोरीलाई दिन सक्नु भएको छ आफू पनि कमाउन गाह्रो भइरहेको छ यहाँनिर होइन त्यस्तो अवस्था छ अब यसलाई चाहिँ हामीले चेन्ज गरौँ कि अब यसलाई चेन्ज गर्न चाहिँ के छ भने अब कतिपय होइन यस्तो पनि गाउँहरू छ बाहिरतिर यस्तोहरू गाउँ छ उनलाई तर बेसी त मतलब छैन क्या उनीहरू करोडपति क्या एभ्री वान इज करोडपति क्या त्यस्तो पनि छ होइन एभ्री वान इज करोडपति एउटा त्यो गाउँकै मान्छे सबै करोडपति क्या त्यस्तो म सत्रलाई पनि त्यस्तो गर्न सकिन्छ त्यस्तो गर्नको लागि चाहिँ हजुरहरूको अब जस्तै हजुरहरू निम्न वर्ग हुनुहुन्छ अब हजुरबाहरू है कतिजना आफ्नो हजुरबाहरू हजुरआमाहरू हुनुहुन्छ होइन हजुरबा हजुरआमाहरू हस्पिटल जान सक्नु हुँदैन है अब कतिको छोराछोरीले त अलिक व्यवस्था गर्दैन नि त मैले सबैलाई भन्न खोजेको होइन नरिसाउनु होइन कति प्रयोग हुन्छ क्या हजुरहरूले पनि देख्नुभएको होला आफ्नो छोरा हजुरबा हजुरआमा चाहिँ बुढाबुढी भएपछि अलिकति झर्को मान्ने होइन अलिकति झर्को मान्ने नलगिदिने त्यस्तो पनि हुन्छ तर अब तपाईँहरू चिन्ता नगर्नुहोस् हामी आइसकेको छौँ रुटिन अफ सेवाले हजुरको एकै घरमा आएर प्रब्लम सल्भ गर्छ केही पऱ्यो कि मेसेज गर्नु सिधै एक मेसेज गर्नुहोस् होइन हामी हजुरको घर दैलोमा आएर होइन हजुरको अब आर्थिक अवस्था त्यस्तै छ हजुरको टिन चुहिरहेको छ त्यो छानो टाल्ने काम रुटिन अफ सेवाले गर्छ क्या हाम्रो टिम अहिले होला सानो होला तर पनि हामी गर्छौँ क्या र यो रुटिन अफ सेवा चाहिँ एकजनाको मात्रै पेज छैन यो हजुरहरूको सम्पूर्णको हजुरहरू जो पनि जोडिन सक्नुहुन्छ हजुरहरूले सकेको ठाउँमा सहयोग गर्न सक्नुहुन्छ हामी पनि खटिरहन्छौँ र अरू हजुरहरूले पनि जोडिनु भयो भने हजुरले पनि सहयोग गर्नुभयो नि त मान्छेले जीवनमा कति पैसा कमायो त्यो माइने राख्दैन क्या हजुरले होइन कति पैसा कमाउनु भयो कत्रो बिल्डिङ बनाउनु भयो कत्रो घर बनाउनु त्यो माइने राख्दैन क्या तपाईँले लास्टमा के दिएर जानुभयो क्या हजुरहरूले चाहिँ के गर्नुभयो क्या कुन काम गर्नुभयो कस्तो कार्य गर्नुभयो त्यो माइने राख्छ क्या जीवनमा नि मृत्युपछि त्यो माइने राख्छ त्यही भएर चाहिँ हामीले बाँचुन्जेली
मान्छेको सेवा गर्नुपर्छ होइन आफ्नो आफ्नो क्षेत्रलाई विकसित गर्ने हो क्या देश आफ्नो ठाउँमा छ तर पहिला आफू बन्ने त हजुरहरूले यो ज्ञान थाहा छ नि त र हामीले चाहिँ 17वासीलाई रोड आउनु विकास होइन र 17को एक मान्छेले शिक्षा पाउनु पर्यो होइन शिक्षा पाउनु रोजगार पाउनु पर्यो होइन यहाँ चाहिँ सिपमूलकको खोइ त के छ सिपमूलकको कुनै कार्ययोजनै गरिँदैन होइन तर हामी गर्छौँ कि हामी रुटिन अफ सेवाले यस्तो प्लान फुलप्रुफ प्लान बनाएर आएको छौँ नि होइन हामीले चाहिँ रोजगारको सिर्जना पनि गर्नेछौँ हामीले चाहिँ होइन सिपमूलक कार्यहरू पनि ल्याउनेछौँ होइन अनि हजुरहरू यदि हस्पिटल जान सक्नुहुँदैन वृद्ध हुनुहुन्छ भने नि हजुरहरू एक मेसेज गर्नु होइन हामी आइपुग्छौँ कि हाम्रो रुटिन अफ सेवालाई मेसेज गर्नु हजुरहरूलाई हस्पिटल लगेर हजुरहरूलाई दबाई गरेर उपचार त्यो सबै हाम्रो 17मा बस्नुहुन्छ भने अहिले हामी 17लाई मात्रै हेर्न सक्नु त्यो सबै हाम्रो जिम्मा हो कि हाम्रो रुटिन अफ सेवाले गर्नेछ होइन अनि कहीँ घटनाहरू घटिरहन्छ नि त अब 17मा कहीँ घटनाहरू घट्यो होइन कहीँ दुर्व्यवहार भयो त्यसको पनि भिडियो बनाउनुहोस् होइन भिडियो बनाउनुहोस् चाहिँ एउटा सर्ट मेसेज गर्नुहोस् हाम्रो टिम त्यहाँ पनि आइपुग्छ क्या हजुरहरूले मेसेज गरेको हजुरहरूको घर दैलोमै हाम्रो टिम आइपुग्छ होइन अब हामीले चाहिँ 17लाई के गर्ने भन्दाखेरि वडामा जस्तै कोही मान्छे आयो होइन अब वडामा मान्छे आएपछि होइन उसलाई उठाउने मान्छे हुन्छ उसलाई माथिबाट आएको हुन्छ नि त माथिबाट आएपछि सुरुमा कसको कुरा सुन्नुपर्छ माथिको कुरा सुन्नुपर्छ नि त अनि माथिको कुरा सुन्दै यता हाम्रो 17वासीलाई गर्ने फुर्सदै हुँदैन क्या उनीहरूले रोड विकास गर्ने वडाको कार्यहरू गर्ने हाम्रो सानो जुन वडामा हुने त्यो गर्ने क्या तर 17 त कहिल्यै विकास भएन क्या यसरी 17 विकास हुँदैन क्या ट्रेन्ड बदलिसक्यो टेक्नोलोजी बदलिसक्यो हामीले चाहिँ नयाँ टेक्नोलोजी नयाँ मेथड युज गर्नुपर्छ क्या अब 17लाई विकास गर्न चाहिँ 17को नागरिक विकास हुनु पऱ्यो क्या 17मा बस्ने हजुरहरू हुनुहुन्छ नि हजुरहरूले शिक्षा पाउनु पऱ्यो क्या हजुरहरू विकसित हुनु पऱ्यो हजुरहरूले रोजगार पाउनु पऱ्यो यो 9,000को जब पाउन पनि धम्मे छ क्या 17मा 9,000को जब पाउन पनि कति धम्मे छ होइन त्यसैले हजुरहरूको क्षेत्रमा केही घटना घट्यो हजुरहरूकोमा कोही दुखी हुनुभयो होइन कसैलाई गाह्रो पर्यो भने हामीलाई मेसेज गर्नुहोस् हजुरको हरेक गाह्रोमा हामी अगाडि आएर उभिनेछौँ यो हाम्रो बाचा भयो रुटिन अफ सेवा चाहिँ हजुरहरूको हरेक गाह्रो हरेक मुस्किलमा आएर उभिनेछ होइन हजुरहरूलाई कसरी 17लाई बेटर बनाउने त्यो तरिकाले जाने हाम्रो चाहिँ कुन मेथड छ भने अहिले सबैमा फुलाउँदिनँ यो मेरो पहिलो भिडियो हो मैले कुनै बोल्न होइन भुलचुक गरेँ भने मलाई माफ गर्नु होला म धेरै बोल्न पनि जान्दिनँ मैले जे जति बोलेँ मेरो दिमागले मेरो क्षमताले मेरो बौद्धिक क्षमताले जे जति छायो त्यो मैले 17लाई निहालेर हेर्दा चाहिँ होइन माथिको मान्छे मात्र बन्ने 17वासीले अरे 7,000को जब पाएको छैन यार 7,000 पाउनु 12 कक्षा पढ्नेले 7,000को जब पाउन पनि यहाँ मुस्किल छ क्या त्यो तरिकाले भएन नि त हो 17 विकास हुनको लागि चाहिँ प्रत्येक मान्छे विकसित हुनु पऱ्यो क्या प्रत्येक मान्छे शिक्षित हुनु पऱ्यो प्रत्येक मान्छेले सिपमूलक काम सिक्नु पऱ्यो र हरेक घरमा पढ्न नसक्नेले पनि पढ्न पाओस् क्या हजुरहरू एडुकेसन गर्न सक्नु भएको छैन हजुरहरू 17मा बस्नुहुन्छ र एडुकेसन गर्न सक्नु भएको छैन भने हाम्रो रुटिन अफ सेवालाई यहाँनिर रुटिन अफ सेवा सर्च गरेर हेर्नु फेसबुक पेज पनि छ युट्युब पनि छ तपाईँले फेसबुक पेजमा मेसेज गर्नु हाम्रो टिम भोलि नै आएर हजुरहरूको स्कुलमा गएर एडमिसन गराएर सबै थोक गर्नेछ क्या हामीले चाहिँ 17लाई विकसित गराउनको लागि आएको क्या 17वासीलाई विकसित गराउन आएको हाम्रो मेन मोटिभ भनेकै त्यही हो हाम्रो मेन मोटिभ के हो भने 17वासीलाई चाहिँ कसरी एक लेभल अप जाने भनेर अब कति होइन वृद्धहरू हुनुहुन्छ हजुरबाहरू हुनुहुन्छ बिचारा हजुरबाहरूलाई दबाई खान पनि गाह्रो पर्छ होइन दबाई खान पैसा हुँदैन अब उहाँहरूले कसलाई भन्नुहुन्छ अब छोराछोरीले कसैले नसुन्ने हुन्छ तर हामी छौँ त सुन्ने अब आइसक्यौँ त रुटिन अफ सेवा आइसक्यो हजुरहरूको एक प्रब्लम एक समस्या हामीले एक मेसेजमा आउँछौँ क्या हाम्रो अहिले टिम सानो छ होइन तर पनि हामी 17 भरि चाहिँ भ्याउँछौँ क्या यति चाहिँ हामी क्यापेबल छौँ र अब हामीले नयाँ मेथडमा जान्छौँ डिजिटल रूपमा रूपान्तर हुँदैछौँ डिजिटल रूपमा गएर हामीले हजुरहरूको प्रब्लमको समस्या हल गर्नेछौँ र 17लाई बिस्तारै स्टेप बाई स्टेप अगाडि बढाउनेछौँ र 17वासी हरेकलाई एकदमै शिक्षित बनाएर एकदमै लेभल अपमा पुर्याउने क्या 17लाई चाहिँ हामीले यहाँ पुर्याउनु पर्छ क्या हाम्रो अहिले 17 हेर्दाखेरि बाहिरको चकचत हेर्दा त होइन यहाँ छ नि त तर भित्र रूप हजुरहरूलाई थाहा छ त ऊ कति गाह्रो छ भन्नु त आफ्नो परिवार पाल्न कति गाह्रो भइरहेको छ त्यसरी चल्दैन नि त होइन त्यसरी चल्दैन क्या त्यही भएर चाहिँ अब हजुरहरूको के समस्या छ हजुरहरूले हामीलाई भन्नुहोस् हजुरहरूले कतिको होइन पहुँच पुग्दैन कति ठाउँमा पुग्न सक्दैन कतिले आवाज उठाउन सक्दैन हजुरहरूको दबिएको आवाज हामी बोल्छौँ क्या हजुरहरूले दबाएर राखेको आवाज एउटा मेसेज गर्नुहोस् हामी आएर ठाउँमा पुर्याउनेछौँ हजुरहरूको समस्याको एक प्रब्लम सल्भ हामी गर्नेछौँ होइन त्यही भएर चाहिँ हामीले यो मेन मोटिभै हाम्रो त्यही हो क्या हामीले चाहिँ 17वासीको प्रत्येक नागरिकलाई शिक्षित बनाउने प्रत्येक नागरिकको समस्या प्रत्येक नागरिकको अब लाइट पुगेको छैन भने लाइट दिन्छौँ